guys, good evening. Welcome to my new vlog. सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि यहाँ सन्चै छौं। अनि अहिले चाहिँ हामी चिया बगानतिर जान आँटेको। मैले तपाईलाई भनेको छिन होला, त्यो झिल्जीले हामी झिल्जीलेदेखि बित्तामोड चढेर आएको छु। अनि अहिले चाहिँ हामी चिया बगान जाँदैछौँ सबैजना। मामु अनि मेरो फुपू, दुईटा फुपू आउनु भएको छ। अनि यसरी जाँदैछौँ। अनि म तपाईहरुलाई देखाउँछु अब त्यो यहाँको के भयो, हरियाली कस्तो छ, अब यहाँ मकैबारीहरू कस्तो छ भनेर म तपाईलाई देखाउँछु। तपाईले यहाँदेखि देख्न सक्नुहुन्छ, यहाँ पुरै हरियाली मकैहरू छ, देख्न सक्नुहुन्छ। अनि यो चाहिँ सानी बुइनी खै के खेलाउँदैछि। यहाँदेखि म तपाईलाई देखाउँछु यो कत्रो लामो छ, ऊ परसम्म छ, तपाईहरुलाई देखाउँछु। अहिले यो मकैहरू चाहिँ फलेको छैन, जब फल्छ अनि म तपाईलाई देखाउँछु। यो चाहिँ मेरो फर्स्ट ब्लग हो अनि यसमा चाहिँ त्यही भएर यसमा चाहिँ धेरै फलेको छैन। अब म छिट्टै धेरै ब्लग बनाउँछु अनि तपाईहरुलाई यो फलेको देखाउँछु। अहिले चाहिँ मकै फलेकै छैन। अनि यहाँ चाहिँ घरहरू पनि कस्तो राम्रो छ। अनि मैले तपाईहरुलाई अब म बस्ने घर देखाएको छुइनँ, म तपाईहरुलाई मेरो घरको टुर पनि देखाउँछु, तपाईलाई सबै देखाउँछु। भीमसेन मन्दिर हो, देख्न सक्नुहुन्छ कति राम्रो हरियालीकै छेउमा भीमसेन मन्दिर छ। म तपाईहरुलाई देखाउँछु। अनि त्यहाँनिर चाहिँ हाइवे छ, देख्न सक्नुहुन्छ हाइवे। उता चाहिँ भीमसेन मन्दिर। अनि यहाँ चाहिँ सरसर हावा चलिरहेको छ, के मजा भइरहेछ। अनि यहाँनिर चाहिँ नमस्ते फुल पनि छ, यहाँ सुकिहाल्छ यस्तो गर्यो भने। अनि तपाईं देख्न सक्नुहुन्छ यो कस्तो खालको छ, माथि चाहिँ टाउको अनि दुईटा चाहिँ हात छ। एउटा खाजा घरमा आएको छौँ। यता पनि कति धेरै प्लान्ट्सहरू छ। अब यता हामी खै के खान्छौँ तपाईहरुलाई देखाउँछौँ। कति राम्रो छन्, तपाईँ देख्न सक्नुहुन्छ यो भिलेज। सकेको छ, अचार र आलुचप खान आँटेको छौँ। हामी अस्ति तुरुन्त साइकलिङ पहिले पनि तपाईले त्यस्तो नगर्नु। हाम्रो यति राम्रो पुरा मेरो बहिनीहरू हामीसँगै पढेको छन्, त्यस्तो चाहिँ नगर्नु। त्यहाँतिर आउनुहुन्छ कि उदो? होइन, म दुध पुर्याउँछु, मानन्द चोक बिहान दुध पुर्याउँछु अनि फर्ममा चारो दिन्छु अनि त्यस्तै छ। अनि सन्चै एकदम ठिक छ। घर त कहाँनिर पो किरा चोक नि? मेरो घर त सुब्बा चोक। बसाइ चाहिँ त्यहाँ हो, घर त मेरो उतै हो, ज्वाइँ कहाँ पो हुनुहुन्छ अहिले? तपाईहरुले एउटा कुरा नोटिस गर्नुभयो, पहिले त मेरो 50 सब्सक्राइबर हुँदाखेरि म त सिर्फ ब्लगिङ पनि गर्दिनँ थिएँ त्यति बेला त। अनि त्यति बेला त म सिर्फ सर्ट्सहरू मात्र हाल्थेँ, अहिले त म ब्लगिङ पनि हाल्छु।